सबैजना माथि जाउँ न marathon with Minister Sardar Mansoor आजको दिनमा देश नेपालमा एउटा इतिहास लेखिँदैछ र यो आज झन्डा दिवस पनि हो 26 गते र यो नेपालीको लागि सबैभन्दा महत्त्वपूर्ण खुसीको दिन हो किनकि राष्ट्रिय झन्डाको लागि नै दिवस छ हाम्रो र यो दिनमा गौरव पौडेलजी अब तपाईँले जुन इतिहास रच्दै हुनुहुन्छ 100 आवर टक सो म्याराथन यो नेपालीहरूको हिम्मत हो नेपालीहरू कतिसम्म त्याग तपस्या बलिदान गर्न सक्छन् भन्ने एउटा उदाहरणको रूपमा तपाईँ उभिनु भएको छ र यो हामी सबैको लागि गर्व हो र यो इतिहास अवश्य पनि आजको 5 दिनपछि हामीले देख्ने नै छौँ र यो संसारमा कहिल्यै नमेटिने गरी लेखिनेछ। के लाग्छ तपाईँलाई अब नेपाली जनतालाई आजको बहसले गर्दा केही सुसूचित गर्ने मौका मिल्न सक्छ? अवश्य म आशावादी छु। यो जुन 100 घण्टाको टक्सो म्याराथन छ यसले एउटा सिनारियो के दिन्छ भन्दा जो अलरेडी पर्मानेन्ट फिगरहरू हुनुहुन्छ जो अलरेडी सफल भइसक्नु भएको छ एउटा स्थानमा हासिल गरिसक्नु भएको छ नेतृत्वगणहरू उहाँहरूको भोइस पनि जनतामा पुग्छ उहाँहरू के चाहनुहुन्छ कस्तो देश चाहनुहुन्छ र सँगै एउटा जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने नेताहरू आउँदै हुनुहुन्छ युवा भाइ बहिनीहरू आउँदै हुनुहुन्छ र उहाँहरूले दिने विचारधाराले भविष्यमा आजको 50 वर्षपछि 100 वर्षपछि नेपाल कहाँ जाँदैछ यो भर्खर 2 वर्ष 1 महिनाको लागि नभएर 10 वर्ष 50 वर्षपछि यो देश कता जाँदैछ र कुन उद्देश्य कुन विचारधारा बोकेका नेताहरूले नेतृत्व गर्दैछन् भन्ने धारणा आउँछ भन्ने मैले चाहिँ विश्वास गरेँ। अनि यास्वी खत्रीले ठ्याक्कै भन्नुपर्दा कस्तो नेपालको We are all getting started for the 100 hours long marathon talk show. Yes, we are super excited. The first time we saw 100 hours long talk show and we have with us Gauruji Vinunza. He is the main host and उहाँसँग सहकार्य गर्दैछु as a co-host अनुमानन्दर हाम्रो 100 hours talk show मा it's gonna be so many influencer people यति धेरै हाम्रो influencer people all over नेपालबाट हाम्रो talk show मा join गर्नुहुन्छ. We'll be talking about current scenarios हाम्रो जेनजीको बारेमा कुराकानीदेखि लिएर current राजनीतिक कुराहरू हामी गर्नेछौँ. सो तपाईहरु हामी समक्ष हेर्न चाहनुहुन्छ भने प्राइम टेलिभिजन एसटी मा हामीलाई जोइन गर्न सक्नुहुन्छ. धन्यवाद, नमस्कार.